आज के यस भिडियो में बताने छो सुविस वाईफाई को पासवर्ड कैसे चेंज करना है। पासवर्ड चेंज करने के लागि सबभन्दा पहिला आफ्नो मोबाइल को क्रोम लाई यहाँ ओपन गर्नु होला। ओपन गरेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। यहाँ टाइप गर्नु होला 192.168.1.254 टाइप गरेर यहाँ सर्च गर्नु होला। सर्च गरेपछि यहाँ पहिला अप्सनमा क्लिक गर्नु होला। यहाँ लेखेको छ लगइन एडमिन, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि अलि तल आउनु होला। यहाँ लगइनमा क्लिक गर्नु होला। त्यसपछि फेरि तल आउनु होला। यहाँ लगइनमा फेरि क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईको युजर नेम पासवर्ड राख्नको लागि भनिरहेछ। यहाँ राखेपछि तपाई लगइनमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तल हेर्न सक्नुहुन्छ नेटवर्क, यहाँ टाइप गर्नु होला। त्यसपछि वायरलेस 2.4 GHz मा क्लिक गर्नु होला। त्यसपछि तपाईको चाहिँ यस्तो इन्टरफेस आउनेछ। अलि तल आउनु होला। अलि तल आएपछि यहाँ हेर्न सक्नुहुन्छ WPAKY यहाँ पासवर्ड शो मा क्लिक गर्नु होला। सो क्लिक गरेपछि तपाई यो पासवर्डलाई हटाएर तपाईलाई जुन पासवर्ड अहिले राख्नु छ त्यो पासवर्ड यहाँ तपाई टाइप गर्नु होला। म आफ्नो पासवर्ड यहाँ राख्दै छु। यसै तपाई टाइप गरेर यहाँ सेभ मा क्लिक गर्नु होला। सेभ मा क्लिक गरेपछि तपाईको चाहिँ वाइफाई को पासवर्ड चेन्ज हुन